अहिले हामी पछि एडिटिङ गर्नु पर्ला। खिचेँ है मैले। यो यता गयो भने स्याङ्जा, यता गयो भने पाल्पा, र यो चाहिँ हाम्रो गुल्मी क्षेत्र हो। यो रुरु एरिया भन्छ यसलाई। यो हाम्रो टावर निर्माण भएको छ। यो टावर चाहिँ 3 जिल्लालाई छुट्याइएको छ। मणिमुकुन्देश्वर मन्दिर गरौँ, यो चाहिँ गुल्मी। हरिकेश मन्दिर यता गयौँ भने पाल्पा। यदि हामी यतातिर फर्क्यौँ भने राम सीता हनुमान स्थित स्याङ्जा। यसरी हामी 3 जिल्लाको सङ्गम